एकदमै धेरै उकालो छ तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो उकालो बाटो साथी भनिदिनुहोस् के भन्नुहुन्छ अब मेरो मन्जिल पुग्न आँटेको छ यहाँ भित्र केटाहरू हेर्नुहोस् जिम नगएर के गर्दैछ घरमै हामी जिम जाँदैछौँ र तपाईँहरूको स्वागत छ आज हाम्रो भ्लगमा आज म अनि नसिब जिम जाँदैछ आज फर्स्ट टाइम चाहिँ होइन तर आज हामी कतिपल्ट भयो 5 पल्ट भइरहेको छ हामी जिम गएको एक हप्ता बेसी भइरहेको छ र तपाईँहरूलाई आज हेर्दै गर्नुहोस् हाम्रो बसमा एकदमै भिड छ भिडको माझमा हामी एकदमै बिच बाटोबाट छिरेर जाँदैछौँ हामी तपाईँले हेर्न सक्नुहुन्छ एकदमै मजा आइरहेको छ हाम्रो यस्तो बिच बाटोबाट भएर जानु हामीले गाडी हाल्न जस्तो गर्दैछ तर पनि हामी गाडीलाई नहेरिकन हामी आफ्नो बाटोमा हिँडिरहेको छ हाम्रो यात्रा एकदमै धेरै कठिन भइरहेको छ तपाईँले हेर्न सक्नुहुन्छ कहाँबाट जानुपर्छ भनेर अब हाम्रो चाहिँ यस्तो चेपबाट जानुपर्छ क्या अँधेरो जिमको बाटो यस्तो अँधेरो खालको छ तपाईँले हेर्न सक्नुहुन्छ एकदमै भुतिया खालको छ हो तपाईँले अब यहाँ उयोबाट झन् तपाईँले हेर्दै गर्दा अब बाँदर लड्ने भिड तपाईँले हेर्दै गर्दा अब यहाँ हेर्नुहोस् यहाँ सिँढीको कुरा गर्नु जिम वर्कआउट गरिसकेर वर्कआउट खुट्टाको लेगको वर्कआउट गरिसकेर उकालो आउँदाखेरि चाहिँ अब यस्तो साह्रो पर्छ कि तपाईँले हेर्न सक्नुहुन्छ यस्तो ओह्रालो छ हामी यहाँ माथि देखिराख्नु हुनुहुन्छ अरू केही भन्न चाहनु हाम्रो आरोग्य हुनुहुन्छ हाम्रो आरोग्यले के भन्न चाहनुहुन्छ घर पनि जाँदै रहेछ साथी हो हाम्रो साथीको जिउ देखाउनु चाहिँ आज मिस भयो होइन भोलि अब ओके ल ओके अब के पुग्न लागेको छ अब हामी जिममा जाँदैछौँ यहाँनिर हाम्रो सडक यहीँ मालिक चाहिँ हाम्रो जिमको उयो मालिक हुनुहुन्छ हाम्रो चाहिँ एकदम एकान्त सुनसान जग्गामा सुनसान ठाउँमा छ यहाँनिर चाहिँ नो डिस्टर्बेन्स यहाँनिर चाहिँ भूतहरूको बस्छ अरे यहाँनिर चाहिँ अँधेरोमा तपाईँ यहाँ अँधेरो खालको ठाउँ छ तर यहाँ सिधा जाँदा भगवान् पनि छ अन्धकारबाट टनलबाट हो नि हामी निस्किसक्यो होइन अब यहाँबाट स्वाटै पस्नुपर्छ ल ऊ चाहिँ पिसाब गर्नु गइसकेको छ गाइस अनि म चाहिँ यहाँबाट पोसेर जिम देखाउनेछु अन्त उसलाई पर्खिहालौँ गाइस पिसाब गरेर सिधै पस्ने हो हाम्रोभित्र ताला लगाइरहेको छ हामी जाँदैछौँ नमस्कार हामी चाहिँ अहिले जिम भर्खर सकेर उकालो जाँदै पनि आएको छौँ र भर्खरै हामी उयो जिम सकेर घर जाँदैछौँ र तपाईँ हेर्न सक्नुहुन्छ उकालो एकदमै धेरै साह्रो परिरहेको छ आज हामीले ब्याकको गएको थियौँ र पुरा जिउ पनि दुखिरहेको छ आज एकदमै धेरै मजा आयो एकदमै धेरै उकालो छ तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो उकालो बाटो हाम्रो बाटो एकदमै अँधेरो छ पनि देखाएको छ अँधेरोमा झन् बत्तीमा झन् एकदमै साथी भनिदिनुहोस् के भन्नुहुन्छ अब मेरो मन्जिल पुग्न आँटेको छु हो ए म पनि तिम्रो रुम जाने हो होइन ऊ पनि मेरो रुमबाटै भएर जान्छ त्यहाँनिर चाहिँ कसैलाई छ भेटघाटको लागि होइन त्यस्तो होइन कपी ल्याउनु जानुपर्छ कपी ल्याउनु मेरोमा कपी छ त्यो पनि छोडिरहेको छ साथै हामी हेर्नुहोस् यहाँ एकदमै कुकुर यहाँ रहेछ यी मैला यहाँ हाम्रो छिर्ने बाटो होइन गाडी साइडमा राखेर यहाँ चाहिँ कम्प्लेन गर्नुपर्ने छ यस्तो हुँदैन है बाटो पनि हुँदैन हामीलाई एकदमै धेरै मैला हुन्छ यो उकालो फेरि एकदमै धेरै लामो उकालो छ हामीलाई एकदमै धेरै साह्रो पर्छ हिँड्नु म मेरो झन् एक देश पुग्नुपर्छ हाम्रो साथी चाहिँ यस्तो उकालो किन्नु छ भने तपाईँ यहाँ दोकानमा आउनु सक्नुहुन्छ तल दोकान पनि छ हामी त्यस्तो उकालो हिँड्नुपर्छ हेर्नुहोस् त छ टुप्पो यस्तो उकालो जिम गरेर गलेर हिँड्नुपर्छ वर्कआउट गरेर अलिकति हुन्छ खुट्टाको लागि लेगको भोलि हामी गरौँ भने तर आज नै हामी लेगको पनि भइसकेको छ ज्यादा हिँडेर होला सायद खुट्टाहरू पनि दुख्न थालेको छ वर्ष एकदमै धेरै
हामीहरू एकदमै धेरै वर्कआउट गरिरहेको छ, एकदम पसिना बगाएर आएको छ, हाम्रो जिउहरू बढ्न लागि। तपाईँहरू पनि यस्तै गर्नुहोस्, सपोर्ट गरिदिनुहोस् है, सपोर्ट गरिदिनुहोस्, हामी डेली देखाउनुहोस् होइन, गर्नुहोस्, हामी डेली रेकर्ड गर्छौँ। हजुरहरूले सेयर पनि गर्न सक्नुहुन्छ, लाइक सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। यदि मन पऱ्यो भने हाम्रो के ब्लगमा तपाईँ लाइक गर्न सक्नुहुन्छ। ल मेरो चाहिँ रुम आइपुग्न आँटेको छ। ल आज चाहिँ यति मात्रै भिडियो गरिरहेको छौँ। ल हुन्छ, अब नेक्स्ट भिडियोमा भेटौँ। बाई। टाटा टाटा लाइफस्टाइल आइपुगेको होइन गाइस। यहाँभित्र चाहिँ केटाहरू हेर्नुहोस् जिम नगएर के गर्दैछ घरमै। Hambo